हेलो गुड मर्निङ सबैजनालाई र हाम्रो आज बुधबारको हाट पनि यस्तो प्रकारले सुरु भइसकेको छ। तपाईँले देख्न सक्नुहुनेछ र पानी चाहिँ रातभरि पानी परेर अहिले चाहिँ अलिकति रहिरहेको छ र पनि 8 बजे चाहिँ यस्तो छ बिहान 4 बजेको नजारा चाहिँ। र भन्दै भन्दै उज्यालो पनि भइसकेको छ र अहिले चाहिँ दिन लामो भएको कारणले रात छोटो भएकोले गर्दाखेरि उज्यालो चाहिँ एकदम छिटो हुन्छ। 4:30-5 बजीभित्रमा उज्यालो पनि भइसक्छ र हाम्रो यसरी नै दिन पनि सुरु भइसकेको छ र हाम्रो सब्जीहरू पनि यहाँनिर लगभग आइसकेको छ। यहाँनिर देख्न सक्नुहुनेछ तपाईँले, यहाँ मकै होइन, हाम्रो मकै पनि आउँछ र यहाँनिर चाहिँ मैले भाग लाउँदै थिएँ, कतिले लानुको लागि छान्दै यहाँनिर हालिदिँदै थिएँ होइन। त यहाँनिर यी दाजुले पनि भेन्डी काँक्रा र हरियो परियोहरू पनि राखेको थियो हामीले। यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ निङ्गुरो राखेको थियो हामीले होइन। यो सागहरू भयो, अरू पनि हामीले राखेको थियो। यसरी नै चलिरहेछ, कस्टमरहरू आइरहेको छ र हामीले यहाँनिर इस्कुस पनि राखेको थियो, अदुवा होइन, भेन्डी। लगभग हाम्रो दोकान पनि सुरु भइसकेको छ, 7:30-8 बज्न आँटिसकेको थियो र हाम्रोतिर कस्टमर आउने सिलसिला सुरु भइसकेको छ। तपाईँले यहाँ देख्न सक्नुहुनेछ भेन्डी लानेले भेन्डी, इस्कुस लानेले इस्कुस, अदुवा लानेले अदुवा र यसरी नै अरू सब्जीहरू पनि हामीले चलिरहेको छ। यहाँनिर इस्कुसको मुन्टा राखेको थिएँ होइन र हाम्रो जानुको लागि यहाँनिर बेचिरहेको छ धमाधम गरेर। अन्त म चाहिँ साइडबाट भिडियो बनाउँदै थिएँ, जानुकाले चाहिँ ल खाजा खानु जानु भन्दै पैसा दिइरहेको थियो। र यहाँनिर सिमरायो पनि ल्याएको थियो हामीले, यो फर्सीहरू चाहिँ हामीले काटेर पनि बेच्दै थियो, किनकि अलिकति गट्टा भन्छ तर अलिकति ज्यादा ओजन भएकोले गर्दाखेरि हामीले फर्सीहरू काटेर पनि बेच्दै थियो होइन। र हामी चाहिँ अब कति बेलुका हिँड्नुपर्छ, कतिलाई बिहानै हिँड्नुपर्छ होइन। त्यो भएर आज रातभरि पानी परेको कारणले गर्दाखेरि एकदम जाडो भइरहेछ होइन। जानेवाले चाहिँ ज्याकेटहरू ल्याउनै बिर्सेछ, त्यो भएर एकदम आचुचुचु भन्दै बसिरहेको थिएँ यहाँनिर र मलाई चाहिँ ठिक्कै भइरहेको थियो। यहाँनिर लगभग हाम्रो निकै सब्जीहरू पनि बिकिरहेको थियो होइन। तपाईँले देख्न सक्नुहुन्छ काँक्रा चाहिँ अलिकति हाम्रोमा रहेको थियो। काँक्रा चाहिँ एकदमै हामीलाई बेच्न साह्रै पऱ्यो, किनकि हर जग्गा काँक्रा भएकोले गर्दाखेरि काँक्रा चाहिँ एकदमै हामीलाई साह्रो पऱ्यो, किनकि एकदम सस्तो राम्रो काँक्रा पनि दिइरहेको थियो होइन। यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ र अरू सब्जीहरू त लगभग हाम्रो सकिन आँटेको थियो। अन्त भेन्डी पनि लगभग सकिन आँटेको थियो, इस्कुस पनि हाम्रो सकिन आँटेको थियो। अरू हरियो परियोहरू त 12-1 बजीभित्रमै लगभग सकिहाल्छ होइन। र हाम्रो यहाँ सानो नानी पनि आएको छ यहाँनिर सब्जी लिनु अरे। उसलाई चाहिँ एकदमै भेन्डी मनपर्छ भनेर जिद गर्दै थियो आमालाई होइन। र आमाले चाहिँ यहाँनिर अदुवा थाल्नुहुँदै थियो र नानीले चाहिँ एकदम भेन्डी मनपर्छ अरे, मलाई चाहिँ भेन्डी किनिदिनु कि किनिदिनु भनेर यहाँ आमाले भेन्डी किनिदिनु पनि आँटेको थियो। र लगभग हाम्रोमा सबै सब्जीहरू सकिसकेको थियो र यहाँ चाहिँ गट्टा लानु आँटेको छ होइन। दाम सोध्दै थियो, जानुको चाहिँ हाँस्दै दामहरू भन्दै थियो होइन। र यो पनि लान्छु भन्दै थियो। लगभग हाम्रो सबै सब्जीहरू सकेको थियो र अलिकति हाम्रो काँक्रा चाहिँ रहेको थियो र त्यो पनि हामीले अलिअलि बेचेर सस्तोमा बेचेर हामी यहाँनिर उठाएर हिँड्नु आँटेको छ। र हाम्रो ह्यान्डसम भाइले पनि ल लागे दा भन्दै हामीलाई बाई बाई भन्दै थियो होइन। र हामीले पनि लगभग दोकानहरू पनि सक्नु आँटेको थियो र भाइले पनि दोकान उठाएर आफ्नो घरतर्फ लाग्यो। र भन्दै भन्दै हामी पनि दोकान पनि उठाइसकेर हामी पनि लाग्यो जानुका र म। र हामी चाहिँ अहिले यहाँनिर फिलोमिना स्कुल मुनि पुगिसकेका छौँ र जानुकाले चाहिँ भिडियो बनाइरहेको छ र म चाहिँ एकदम मस्त भएर गाडी कुदाइरहेको छु। र हामी दुईजना बात मार्दै आफ्नो दिनभरिको थकान होइन मेटाउँदै गफ गर्दै हामी पनि लाग्यौँ। र भन्दै हामी टिस्टा पुल पनि पुगिसकेको छ र तपाईँले यहाँ देखिरहनु भएको छ टिस्टा पुल माथिको नजारा होइन। र म चाहिँ यहाँनिर गाडी कुदाइरहेको छु र तपाईँले देखिरहनु भएको छ जुन चाहिँ टिस्टा पुल मुनिको बाटो छ, जुन चाहिँ दार्जिलिङ जान्छ। यो चाहिँ बर्खाको टाइममा एकदमै पानी बढेर यो रोडमाथि आउने गर्दछ। त्यसले गर्दाखेरि आवाजाउ साथसाथै जुन चाहिँ हाम्रो व्यवसाय गर्नेहरू छ होइन, कतिजना दुध लाने, सब्जी लाने, त्यसले चाहिँ हाम्रो जीवनीमा एकदम असर गर्छ जुन चाहिँ बर्खाको समयमा छ होइन। र यसपालि चाहिँ यो बाटो एकदमै राम्रो प्रकारले बनाएको छ र आशा छ योपालि चाहिँ त्यस्तो साह्रो हामीलाई असर गर्दैन भनेर।
र पनि बर्खा सुरु भएको छैन अझै राम्रोसँगले होइन। र अहिले पानी चाहिँ परिरहेको छ र यो पानी परे पनि अहिले बढेर चाहिँ यो रोडमा आइहालेको चाहिँ छैन होइन। र पनि हेर्दै जाउँ बर्खाको समयमा के कस्तो हुन्छ। र बाटो चाहिँ एकदम राम्रो प्रकारले बनाएको छ। यहाँनिर तपाईँले देखिरहनु भएको छ ब्लक टाइल्सहरू जोडेर होइन, अलकत्र लाएर एकदमै राम्रो प्रकारले बनाएको छ। र भन्दै भन्दै हामी अहिले टिस्टा पनि पुगिसकेको छौँ यहाँ त। र टिस्टामा चाहिँ हाम्रो सानो काम रहेको थियो र त्यो भएर हामी यहाँ टिस्टामा गाडी रोकिरहेछ। र यहाँबाट पनि हामी अब लाग्नेछौँ भन्दै जानुकाले चाहिँ यहाँनिर डेरी मिल्क खाँदैछ। र यसरी नै हामीलाई माया गर्नुहोस्, माया दिनुहोस्, सपोर्ट गर्नुहोस् भन्दै भन्दै यो भिडियो म यहीँ अन्त गर्न चाहन्छु।